यो सिजन आयो केटा हो होइन मलाई खुसीले त गद गद भइरहेको छु यार तेरि 600 नताउनु अझै 6000 हाल्दा त टन्नै पुग्ने कसम अझै हाल्दा अझै कति भन्छ 3000 अझै 3000 युसी हाल्दाखेरि नि त्यो अर्को पनि पाउँछु कि 3000 साँच्चै अझै 3000 हाल्यो भने त मैले अर्को 24000 12,000 छ 10,000 छ 1800 छ 2400 छ 4000 छ अहिले आयो 8100 आयो 8100 भनेपछि त्यहाँबाट आयो त्यो 600 युसी चाहिँ निकालिदिने कि त्यो त राखिरहेको छु पहिले यतिले स्पिन गर्छु वेलकम गाइज वेलकम पुगिसक्यो त अघि त खर्च गरिसक्यो नि त्यो त खर्च भइसक्यो त 12,000 पुगेको छैन नि त 6,000 मात्रै पुग्यो नि त 6,000 प्लस 6,000 6 7 8,000को मात्रै 8,000को भनेपछि 8,000को मात्रै भएको छ त अघिको 3,000 त त्यो छ त त्यति भएर पनि अझै त्यो त्यहाँ पुग्नलाई थाहा छ कति छ अझै चाहिन्छ मलाई अझै 3,000को प्याक तान्नु पऱ्यो अनि मात्रै हुन्छ होइन 8,000 9,000 10 11 ल पुग्नुपर्ने थियो 11,000 त पुग्दैन पुगेको छैन कहाँ कुन चाहिँ हिसाब गरेको तिमीले त्यो 11,000 चाहिँ पुगेको छ बरु त्यो चाहिँ भन्नु 12,000 भनेपछि कोही अझै 1,000 रुपियाँ हाल्दाखेरि हुन्छ र 12,000 त्यो आउँछ र ए गर न छ भने ए रनमती हुँदैन होला अफर त फेरि छुट्यो त त्यसरी अन्त नि यहाँ सुन अघिको 3,000 3 अहिले 8 9 10 11 भयो 12,000 अब 1,000 रुपियाँ पो जरुरी छ होइन 8,900 माथि कहाँ हेर्नु हुन्छ र 8,700 छ 8,700 मात्रै छ यहाँ 8,700 दिमाग खराब धेरै चाहिन्छ माथि देखाइरहेको छ धेरै चाहिन्छ त्यो हिसाबै भएको छैन त्यही हिसाबले त भएको छ त्यो 8,700 यहाँ देखाइरहेको छ 8 9 10 11 12 अझै 4,000 चाहिन्छ पर्दैन 3,000 अघिको 3,000 खर्च यस्तो रहेछ क्या यो 8,000को भयो नि जसले 6,000 किन्दाखेरि 2,000 चाहिँ बोनस आएको रहेछ क्या त्यही भएर 6,000 मात्रै बाँड्यो बोनस आएको नि त त्यही त वेलकम गाइज वेलकम माई युट्युब च्यानल बोका 100K लाइक सेयर कमेन्ट गाइज यो आई निड एक्सुट पाइ एक्सुट निकाल्नु पऱ्यो आज जाने होइन अब एकचोटि लाइभ जाने छैन मैले छैन रेकर्डमा हो रेकर्डमा दुइटा कोइन मेरो रेकर्डमा चाहिँ हो होइन पहिले अपडेट चाहिँ भोलि न त पर्सि गर्ने हो परो टिडिङ गर रनमतीको छोरा माइट है मली इमोट यस्तो रनमती के पर्छ यार छडी पऱ्यो यार छडी एक्सिड भनेको छडी पो भएन सधैँ जय शम्भु पेन्ट पऱ्यो यार खरेड गरिहाल्नु तिनवटा त खरेड गरिहाल्नुपर्छ यार पऱ्यो होला पऱ्यो केही सडी वाले चलो भाइ ले चलो पऱ्यो है
केही त परो एडिटिङ त गर रनमती एक्सुट त आयो कि के हो भाइ यो दिएर मरो के भन्छ इमोट दिएर मरो यार इमोट दिएर मरो वान्स फोर जय शम्भु पर भोसडी पर गया रे पड़ गया इसकी माँ की आँख भोसड़ी वाली वान्स फोर स्पिन इस यसै मरेको तिमीलाई पठाउँछु ल नुबडे भएर गर्नु पऱ्यो कि नुबडे भएर गर्नु पऱ्यो एकले सिर्सी हटाएर कपडाहरूको लगाएर नुबडे डिस्काउन्ट पऱ्यो चल भाइ भोसडी वाले पर्छ भाइ यार पर्छ रे किडिङ त गर हो किडिङका अवस्था आ गयो अरे परो एक्सिट परो यार यो ड्रेसमा परेछ अघिदेखि रमती happy I'm happy आमै पर यार ब्रो यार त्यहाँ हेर त त्यो त्यो त पऱ्यो भइहाल्यो नि यार ब्रो यार 15 अनि त्यो के गर्नु पर्यो अनि त्यो अनि अब अर्को एक्सिट निस्किन्छ रनमती त्यो लेडिजको निकाल्ने हो ब्रो लेडी पनि निकाल्ने हो लेडी फेयर पनि निकाल्ने हो रनमती 1000 पनि त्यतिकै दिन्छ मैले 7000 युसी साँच्चै अब अर्को निक्लिन्छ र 1000 कोइन त यता आइहाल्छ नि करेक्ट हुन्छ नि त 1000 पनि निक्ल्यो यार अब हेर 1000 भनेपछि अझै मैले 100 चोटि 300 चोटि पाउँदाखेरि एउटा 1000 रुपियाँ कोइन दिन्छ 1000 कोइन दिन्छ त्यहाँबाट लेडी फेयर निकाल्ने लेडी फेयर हो ल जय शम्भु गर त भाइ फेरि एकचोटि पर्यटन त गर रनमतीको छोरो स्किमा कि यसो कोइन पर्दै गर्ने यस्तो कोइन यार कोइन त यस्तो पर्नुपर्ने हो नि त नि अनि पो हुन्छ सही ब्याक पर हो फेरि सिली 18 मात्र कोइन दियो यार 18 मात्र कोइन दियो यार ब्याक परेको थियो यार कुशल युएमपी निक्लिन्छ जस्तै छ युएमपी त यार युएमपी त निक्लिन्छ जस्तै छ यहाँ हेर त यो पर यो हो यो धेरै न डाउनलोड गरेछ होला त्यो यसमा हेर न मैले पोस्ट गरेछु त एउटा इमेलमा हाम्रो गेमको इमेलमा छ त पोस्ट गरेको त्यहाँ हेर न मेसेन्जरमा एकछिन गरौँला नाथिन मेसेन्जरमा होइन यसमा पब्जीमै गरेछ त के भन्छ त्यसमा जानुपर्छ कहाँ हेर्नुपर्छ हौ पब्जीको हेर त बोर्डमा कि केमा म पोस्ट गरेछु मैले त्यहाँ हेर्न मिल्छ होला नि वेलकम guys, welcome, like, share, comment guys, please supporting, follow my YouTube channel for 100k. अनि 1000 युसी यस्तो लकी परेको छु त अनि उनीहरूले 1200 युसी 1000 युसी परेको क्या त्यत्रो युसी हालेको छ उनीहरू फोकटियामा होइन 20,000 30,000 को युसी हालेको छ रनमती हेऱ्यौ मली पर
युएमपी पऱ्यो रनमती कसम I'm so happy guys यार युएमपी पऱ्यो यार युएमपी पऱ्यो यार मैले एकसुटको फोटो निकाल्नु पर्थ्यो मैले फोटो यो निकालिनँ यार युएमपी पऱ्यो यार आमा कसम कति हाल्नु परेछ अहिले 10 चोटि भनेपछि कहाँ 4टा छ फेरि एकसुट पऱ्यो ओ भाइ ओइ फ्यारो पऱ्यो रनमतीको छोरो फ्यारो लेडी कसम कुशल लेडी फेरि पऱ्यो अब योभन्दा के चाहियो भन त अब म्याक्स त हुन्छ होला नि उहाँ चाहिँ त नि कसम पऱ्यो यार 3टै पऱ्यो यार 3टै पऱ्यो यार खुसी रे यार कसम यार गरे यार कसम यार अब अझै कतिचोटि भने चाहिँ 10 चोटि अब अझै 1000 कोइन आउँछ त्यसले म्याक्स त हुन्छ होला सायद होइन 3टै पऱ्यो यार बुढो यार कसम निन्द्र नलाग्ने भरो कि अब खुसीले गदगदले निन्द्र त यसरी है ऐसे सो जाएंगे भाई हम लोग अभी खुश में अभी ऐसे सोएंगे कि हाय 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 इतना मजा इतना खुश वाह रे वाह 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 भोसडी वाले अब जाउँ फेरि 1 स्पिन लेट्स गो पऱ्यो है ओ एकसुट पऱ्यो यसमा बदलियो त नि यार अब 1000 कोइन रनमती ब्रो म ब्रो कसम यति खुसी छु कि म चाहिँ फेरले गर्नु आँटेको ब्रो यार म्याच गर्दा हुन्छ नि ब्रो कुशल म लेडी फेरो हेर्न त्यो पोस्ट गरेछु हेर न म अर्को फेरोलाई गर्नु पर्छ यो फेरो चाहिँ गर्नु पर्छ ओह जय शम्भु अपडेट 2 लेभल ओके यो 2 लेभल मात्रै पुग्यो त नि ओइ 2 लेभल मात्रै पुग्यो त अझ कति कोइन छ ए कुशल सन्चै छ नि के लिनु छ हो लिइहाल्नुपर्छ किनेर हो युएमपी पनि आयो होइन युएमपी पनि आयो इमोट पनि आयो यो पनि आयो यो 5000 युसी छ कि सक्नु कि राख्नु हो 5000 युसी राख्नु कि सक्नु 5000 उब्रेछ यार राख्नु कि खर्च गर्नु यार आज उब्रे यार होस् अब 5010 हो चाहिँ अर्को अब 3-4 महिनापछि आउँछ एकचोटि भयो यार त्यो राख्छु यार असबै राख्छु यो युएमपी पनि पऱ्यो नि त ब्रो युएमपी पुरै बुझिन आएको छ एउटा आएको छ तर त्यो ठिक छैन त्यहाँ हेर न आएको छ त एउटा गाडी आएको छ त एउटा यो ठिक लागेको छैन मलाई यो ठिक छैन कि यो गाडी आई डोन्ट नो लाइक ब्रो आई डोन्ट नो लाइक
लुफी ब्रोले बोलाउनु पऱ्यो ए लुफी ब्रो आएन त हो ए लुफी ब्रो आउनु हो रिक्वेस्ट एक्सेप्ट गरौँ न हो गरौँ न हो लुफी माछ ताने बोल न लुफी क्रेड ओपनिङ गर्दै थियो ब्रो यार अघि त्यसैले नखेल्नु आँटेको होइन अब क्रेड ओपनिङ अब सबै थोक पाइसक्यो होइन त्यति भए चित्त बुझेको छैन त्यही भएर अघि नखेलेको थिएँ अलिक युसीको जोगाड गर्दै थिएँ ब्रो काँडा अपडेट गर्नु पऱ्यो के हाम्रो लुफी ब्रो किन्न बोलेको ब्रो खोल न खोल लुफी ब्रो माटो पनि किन बोल्दैन यार म त अपडेट गर्नुपर्ने सरी यार ब्रो के पऱ्यो ग्लिसियर हाम्रो ग्लिसियर पर्दियो लक्की गाइस लक्की ग्लिसियर पर्दियो लक्की लक्की यार लास्ट लक्की कसम गर बुढो त्यति एम्पर ग्लिसियर पऱ्यो भने गर त अहिले यो हो नि त तरिका त अनि अपडेट गर अनि गर ग्लिसियर पऱ्यो कटा काट्नु पऱ्यो ए यार मेटेरियल पुग्दैन त मलाई त यार कसम ब्रो म्याच नखेल्ने कि अपडेट गर्दैछु कि ब्रो के कस्तो छ खानासाना खायो भने सोध्नु मात्रै बोलाएको मैले त्यो 5,000 खर्च गर्नै पर्छ ब्रो किल फिट गराउनलाई त मलाई त खर्च गर्नै पर्ने छ त ब्रो नि भाइ कुशल मलाई त हान्नै पऱ्यो त नि त्यो 5,000 युसी त यहाँ सुन न 5,000 युसी त खर्च गर्नै पऱ्यो त नि 5,000 युसी खर्च गर्नै पऱ्यो त अपडेट गर्नु लागि किल फिटसम्मलाई किलफिटलाई अपडेट गर्नु पऱ्यो त मैले त नि गर्नै पऱ्यो त यार अझै चाहिन्छ यार म 7वटा चाहिन्छ ल त्यो 5,000 पनि सक्नु पऱ्यो यार ग्लिसर त अब गर्नै पऱ्यो यो पाउनै पऱ्यो किलफिट त बनाउनु पऱ्यो फेरोलाई होइन त्यो 5,000 युसी पनि 5,000 युसी पनि सक्नु पऱ्यो ल जय शम्भु परिहाल्छ ब्रो कोइनहरू अब कोइन चाहियो यार अब कोइन चाहियो कि कसम 18 कोइन दियो मुझे बैकपैक को अरे भोसडी वाला बैकपैक को 18 कोइन दिएको है क्या लाओ है पेंट दिया यार कसम है पुसल यार माथि त नि यार रिसी उठिसक्यो म त यार पुसल एकिमको के ग्लिसर आएको छ र पर्छ हटाएको छ त नि मलाई के गर्नु पर्यो यार म त टन्नै म त यहाँ त बिजोक भइसक्यो ब्रो यो त
अन्त किलफिटसम्म पुग्न त पुग्दैन रहेछ त नि किलफिट त नि किलोमिटर त राखिराख्नुपर्छ यार लगभग 20 वटा बनाएर चाहिँ अब केही न केही गरिहाल्छ ठिक छ त 120 वटा बनाउनु पर्छ त त्यो त तर कुशल मेन कुरो भनेको त्यहाँ त मेटेरियल त अब यो मेटेरियल कोइन पो धेरै चाहिन्छ त नि यार सब एक सुट पऱ्यो होइन कोइन चाहिँ चाहियो अब यार यो ग्लाइडर लिनु पर्ने रहेछ नि त नि 500 युसी एउटा किलफिट नगर्ने 500 युसीको 500 कोइनको यो लिनु पऱ्यो ग्लाइडर त अघि बिर्सिरहेको छु ग्लाइडर लिनु पऱ्यो भनेर यार जाएसम्म पर एउटा पेन्टै पेन्ट पऱ्यो मासरी छोडी पाले अब 21 फिन त गर्नै पऱ्यो मलाई पऱ्यो के पऱ्यो है टिडिङ गर गर हो टिडिङ अर्के अरे यो परेछ के भन्छ ब्रो इमोट अब यो ग्लाइडर झिक्नु पऱ्यो यार यो नयाँ सुटको जग्गा छ नि नयाँ सुटको के भन्छ यो ग्लाइडर झिक्नु पऱ्यो किलफिट त यस्तै हो ग्लाइडर झिक्यो होइन यति भएपछि गइहाल्यो नि अब भयो स्पिन गरिदिनु पुग्यो मलाई इनफ स्पिन मेरो इनफ भयो अब 20 वटा भने 19 वटा छ भने 20 वटा अब एउटा अझै एकचोटि गरौँ 60 को होइन त्यसरी सक्यो गुड बाई स्पिन गुड बाई कोइन पत्याएर अझै एकचोटि गर्दै पर्दैन यसमा सिली टाइट कोइन पर्दै यार म यो अर्को चाहिँ कोइन पर्दा राम्रो थियो कि बस खलास ओके डन आजको लागि यति नै हो पुग्यो मलाई कोइन यहाँदेखि म सक्दिनँ पुग्यो यार अब के पऱ्यो टाइमको यो बिरालो निकाल्दा हुन्थ्यो अघि ठक्कामास बिरालो निकाल्दा हुन्थ्यो यार अघि कोइन खर्च गरिहाल्यो तर बिरालो हुँदा मैले चाहिँ अर्को मेन भनेको केपीसम्म चाहिएको थियो त्यति भयो होइन त्यति म धेरै खुसी छु अब यति युसी चाहिँ राखियो होइन 170 चोटि गएर मासिले सबै निक्लियो यार किलफिट यार 260 भने 70 10 भनेपछि 80 भनेपछि 90 सही कोइन सही गर्नुपर्छ ए 2000 युसी के राख्नु र 1700 युसी त्यो पनि ठिक हो हानिदिउँ हुन्छ होला अब भनेपछि अझै के त पऱ्यो हो कालो मेटेरियल पऱ्यो अनि 17 भनेपछि अझै एकचोटि जाने रहेछ इमोट पऱ्यो है 16 पिस सबै युज सक्दिनु पऱ्यो कि अन्त यति नै भयो युसी अब 210 भनेपछि हुन्छ
सक्यो युसी इन्डिङ हेभ अ नाइस डे गुड डे युसी हावेले युसी सक्यो अहिले युसी सक्यो अब भनेपछि 17 अब भनेपछि भर्टिकल लिनु पऱ्यो भने 33 3x लिनु पऱ्यो होइन 3x लिनु पऱ्यो भने 3x लिनु पऱ्यो 3x लिनु पऱ्यो कि त्यो भइले युपीको 10वटा एउटा यो रेड डट है अब भनेपछि युएमपीलाई बढाउनु पऱ्यो अगाडि होइन युएमपी भुङ सिडेवाले युएमपीले कति लेभल पुग्छ 2 लेभल ओके 2 लेभल ओके 3 लेभल पुग्ने 3 लेभल पनि गयो अब चाहिँ भिखारी भयो छैन अब यो 3 लेभल पुग्यो है किलफिड 4 लेभल पुग्न गाह्रो हुन्छ